ओके ओके नाउ सबैलाई नमस्कार। अनि आज अब यो मास्टर पेजको बारेमा जानेछु हैन। हिजो हामीले मास्टर पेजको बारेमा थोरै सिकेको थियो। मास्टर पेज भने के हो अनि कस्तो गरेर मिलाउनु पर्छ भनेर सिकेको थियो। यो भिडियोमा हामी मास्टर पेज भने के हो अनि र अलिकति डिपमा गयो भनेर सोचेको थियो। अनि मास्टर पेजमा गएर कसरी मिलाउनु पर्छ र अनि अक्षर चाहिँ कसरी हाल्नु पर्छ त्यो सिकौँ आज। ओके नाउ मास्टर पेजमा हामीले मेन मास्टर पेज यहाँ हुन्छ। अब मैले यहाँमा एउटा लिबर्टी के लिएको थियो भने एकछिन है यो अलिक जुम गरिदिन्छु अनि सबैले देख्छ होला हैन। यहाँमा मास्टर पेजमा हजुरहरुलाई यो देख्नु हुन्छ होला नि है। यसमा पेज भन्ने एउटा छ। अब हिजोको भिडियोमा हेर्यो भने यहाँ यो साइजमा मैले 0.5 राखेको थिएँ अस्ति नै हैन। यो पहिला भिडियो हेरेको पार्ट 1 2 तिर 2 पार्ट 2 मा हेरेको छ भने तर मैले यो साइज चाहिँ अलि चेन्ज गरेको छ। कसरी चेन्ज गर्ने हो भने यो चाहिँ चेन्ज गर्ने सजिलो छ। पेज केमा सेलेक्ट नगर्नु हैन, यो प्रपर्टिजमा जानु अनि यही यसमा यहाँ मार्जिन्स भन्ने देख्नुहुन्छ होला हजुरले। यो मार्जिन्स भनेको मैले 0.5 नराखेन 0.75 राखेको थियो अलिकति ठुलो बनाउने लागि। ओके या अब त्यसको पछि आज हाम्रो चाहिँ मेन के हो भने मास्टर पेजको कुरा गर्दैछ। नाउ मास्टर पेजमा हामीलाई यसलाई चाहिँ मास्टर पेज भन्छ नि है। अब हिजो हामी गएको थियो मास्टर पेज भन्छ। मास्टर पेज आफैले जति बनाए आफ्नो मर्जी हुन्छ। यसमा यो हुँदैन अब के भन्छ एउटा बनाउनु पाउँछ दुईटा बनाउनु पाउँछ सिर्फ 10 बनाउनु पाउँछ भन्ने छैन। मास्टर पेजको काम के हो भने मास्टर पेज भन्ने एउटा मेन यो सोर्स जस्तै हो। जब अब नम्बर पेज नम्बर लेख्ने पर्छ भने मास्टर पेजमा लेख्छ। अनि जस्तो कि अब अर्को जुन भयो भने अब धेरै जति मास्टर पेजमै लेख्छ। ओके नाउ मास्टर पेज यहाँमा हामीलाई अहिलेको यो अब लेसनको लागि हामीलाई कतिवटा चाहिन्छ भने 3टा मास्टर पेज चाहिन्छ। नयाँ मास्टर पेज कसरी बनाउने हो भने यहाँमा यसमा डबल क्लिक गर्नु अनि यहाँ मुनि एउटा देख्छ बटन हो त्यसमा थिच्नुपर्छ। यदि यसमा थिच्ने मन छैन अर्को बाटो के छ भने यही बक्समा यो माथिको बक्समा राइट क्लिक गर्नु न्यू मास्टर पेजमा थिच्नु। ओके न्यू मास्टर पेज थिचिसकेपछि यहाँ प्रिफिक्स भन्ने एउटा आउँछ। प्रिफिक्स भन्ने बेला अगाडिको नाम के चाहियो यहाँमा चाहिँ पछाडिको नाम के चाहियो नेम भन्ने चाहिँ हैन। अब आफैको मर्जी हो नम्बर राख्यो पनि हुन्छ नाम राख्यो हुन्छ जे राख्यो पनि हुन्छ। अब अहिलेको लागि बी मास्टर राख्दिनु। पेज नम्बर अफ पेज दुईटै हुन्छ। साइज कति चाहियो A4 मै राख्दिनु होला। अब साइज डिफ्रेन्ट साइज पनि निकाल्ने पाउँछ तर अहिलेको लागि A4 मै राख्दिनु। ओके थिच्नु मास्टर पेज बी आयो राइट। सो मास्टर पेज बी मा अनि त्यसको पछि फेरि यहाँ हामीलाई एउटा चाहिन्छ मैले अहिले भन्छु हैन। एउटा नयाँ फेरि यहाँबाट निकाली उयो यो मुनि बटनबाट आएर ओके 3टा किन चाहिएको अहिलेको लागि फिलहाल हामीलाई 3टा किन चाहिएको। हामीलाई बुकलेट बनाउनु बेला कापी जुन अब हामीले नर्मली एउटा कापी बनाउनु बेला 2टा पन्ना हुन्छ एउटा लेफ्ट एउटा राइट राइट। त्यसमा कभर पेज एउटा हुन्छ भित्र अनि के भन्छ कन्टेन्ट डिस्क्रिप्सन जस्तो एउटा आउँछ। हामीले त्यो के भन्छ भने त्यसलाई चाहिँ हामीले डिस्क्रिप्सन भन्ने पनि हुन्छ राइट। सो कपिराइटहरु त्योहरु लेख्नको लागि युज गर्छ राइट। ओके मास्टर पेज बी मा चाहिँ हामी टेबल अफ कन्टेन्ट लेख्छ। मास्टर पेज सी मा चाहिँ हामीले मेन कन्टेन्ट चाहिँ लेख्छ। अब हामीले यो लेख्दै काम गर्दै जानु बेला नि थाहा हुन्छ राइट। नाउ अब यहाँमा एउटा मास्टर पेज एउटा बाँकी हुन्छ। यहाँमा पेज एउटा नन भनेको एउटा देख्नुहुन्छ होला। यो नन चाहिँ के हो भने यदि के गरेर कापीको लेख्ने बेला के गरेर कापी बिचमा पन्ना खाली राख्ने पर्छ भने यो नन चाहिँ लिन्छ हामीले। अब यस्तो हुँदा कापी फर्स्ट पेज चाहिँ यो फर्स्ट पेज चाहिँ जहिले पनि हामीले फर्स्टमा खाली राख्दिनु होला। त्यसको पछि सेकेन्ड पेज एउटा हुन्छ नि यो फर्स्ट पेज चाहिँ कभरको लागि हो। यहाँमा साइडमा यहाँमा एउटा देख्दै रहेछ नि यो अल्फाबेटिकमा देखाउँछ। यहाँ माथि यो धारको चाहिँ छुट्टै हो
ओके त्यसको अहिले हामी त्यो सिक्ने छौँ। यो चाहिँ अक्षर चाहिँ के भन्दैछ भने यो मास्टर पेज ए पर हामीले लेखेको रहेछ भनेर देखाउँदैछ। अब हामीलाई पेज कतिवटा चाहिन्छ अहिलेको लागि यो मास्टर पेज ए को कभर भयो एउटा अनि फेरि यहाँ थिच्ने एउटा थिच्ने बेला यो आयो। यो चाहिँ हामीले के चाहिन्छ भने खालीको लागि हामीले यो मास्टर पेज लिन्छ। लिनेको लागि के गर्छ यहाँ थिच्ने यहाँ थिचेर मुनि यसरी तान्ने मात्र हो। यसरी तानेर यहाँमा बीमा छोडिदिने यो नम्बर 2 मा छोड्यो राइट। ओके त्यसको पछि फेरि हामीले पेज एउटा लिने यो पेजमा चाहिँ हामीले बी चाहियो बी भनेको चाहिँ ओके दुईटा लिन्छु बी पेज नम्बर बी एन्ड बी। त्यसको पछि हामीलाई मास्टर पेज नर्मल सी चाहियो कन्टेन्ट लेख्नु पर्छ। अब यसरी हेरे यहाँ म जानकारी यहाँ फर्स्ट पेज हामीलाई के हो कभरको लागि सेकेन्ड पेज कभरको पछाडि खाली एउटा पन्ना राख्नु पर्छ। थर्ड पेज टेबल कन्टेन्ट हैन अब जुन कपी भित्र के चाहिँ छ त्यो मेनहरु चाहिँ त्यहाँ लेख्ने टेबल कन्टेन्टमा। अनि त्यसको पछि यसमा पनि टेबल कन्टेन्टको लागि खाली जग्गा राखेको छ। सी मा मेन कन्टेन्ट चाहिँ लेख्छ हामीले मेन के छ हाम्रो यसमा। अब यो कविता बनाउँदै छ भने नत्र के भन्छ टेक्स्ट बुक बनाउँदै छ जुन भयो भने राइट ओके। नाउ अब हाम्रो मास्टर पेज ए मा अहिले के गर्ने पर्दैन हामीले मास्टर पेज ए मा के हात नछोए पनि हुन्छ। मास्टर पेज बी मा दुईचोटि थिच्नु डबल क्लिक गर्नु राइट गरिसकेपछि यो चाहिँ क्लोज एकछिन गरेर ओके। नाउ यताउता तान्नेको लागि कन्ट्रोल थिच्नु अनि त्यो माउसले माथि व्हील एउटा हुन्छ त्यो यताउता घुमायो भने यो माउसले यताउता जान्छ राइट। त्यसको पछि हात हाम्रो यस्तो पेज यताउता मुभ गर्ने मन छ भने यो हात एउटा आउँछ यो चाहिँ के हो स्पेस हो। स्पेस थिचेर अनि हात यताउता गर्ने पाउँछ यो ओके। जुम गर्नेको लागि अल्ट भन्ने थिच्नु अनि माउसको व्हील चाहिँ घुमाउनु माथि गरेर यसरी ओके। यो तीनटा सर्टकट चाहिँ याद राख्नु। कन्ट्रोल थिच्यो भने यताउता जाने पाउँछ अल्ट थिच्यो भने जुम गर्छ जुम इन जुम आउट गर्छ। स्पेस थिच्यो भने पेज यताउता लिने पाउँछ यसरी यताउता गर्ने पाउँछ ओके। नाउ अब हामीलाई टेबल कन्टेन्ट बनाउनु बेला यहाँमा एउटा धारको लेख्नु हैन अहिलेको लागि। अब हामीले यो सिक्नेको लागि मात्र हो। अब आफ्नो डिजाइन त आफै बनाउने पाउँछ नि हैन। डिजाइन त जस्तो बनाए पनि आफ्नै हातमा हुन्छ तर पनि यहाँमा अहिलेको लागि यो डिजाइन चाहिँ लिनु होला ओके। फर्स्ट लाइन लिनु होला यो लाइन टुल भन्छ यहाँमा चाहिँ यो सबै टुल्स हो। अब टुलबाट हामीलाई के चाहिन्छ यो सिलेक्सन टुल यो चाहिँ टेक्स्ट टुल भन्छ। अब यो दुईटा सर्टकटहरु याद गर्नु होला हैन राइट। यो चाहिँ वी थिच्यो भने यो सिलेक्सन टुल आउँछ टी थिच्यो भने टेक्स्ट टुल आउँछ। टी थिच्यो भने के आउँछ हामीलाई टेक्स्ट टुल ओके। वी थिच्यो भने सिलेक्सन टी थिच्यो भने टेक्स्ट टुल यो दुईटा याद राख्नु होला। अब यसको सर्टकट चाहिँ हाम्रो यो के भन्छ सिलेक्ट गरेको जस्तो रहेछ नि राइट। त्यसमा लाइन टुल थिच्नु ओके। न त्यसको पछि हामीलाई यसमा यहाँदेखि यहाँसम्म धागो तान्ने हो। अब यहाँदेखि लिएर यो पिङ्क कलरदेखि लिएर उतासम्म जब तान्ने बेला यताउता नजानेको लागि यताउता छेडछाड नहुनेको लागि शिफ्ट थिच्नु होला सिधै बस्छ यो। शिफ्ट थिच्यो भने माथि मुनि जानु पाउँदैन सिधा आउँछ ओके भयो त्यहाँसम्म थिच्यो। त्यसको पछि सिलेक्सन टुलको लागि हामीलाई अघि सर्टकट के भन्यो वी थिच्यो। यहाँमा गएर यहाँमा हामीलाई 4 लिनु होला 4 पोइन्ट्स ओके 5 त ठुलो हुन्छ 4 पोइन्ट लिइसकेपछि यो चाहिँ के भन्छ यो चाहिँ हामीले यो जुन स्ट्रोक हुन्छ जुन चाहिँ यो लाइन हुन्छ त्यसको कति बाक्लो चाहियो यो माथिको चाहिँ मुनि चाहिँ यो लाइनको स्टाइल्स कस्तो चाहियो हजुरहरूलाई स्टाइल्स एउटा हुन्छ नि हैन डिफरेन्ट स्टाइल हुन्छ यहाँमा जुन लेम हुन्छ। अहिले लागि यो थिन थिक थिन भनेको चाहिँ थिच्नु होला। थिचिसकेपछि हामीले के गर्छ यो हाम्रो एरो की हुन्छ एरो कीले यसरी माथि लिनु होला ओके। यो पिङ्क कलर भन्दा अलिकति माथि राख्दिनु ओके त्यो भयो। त्यसको पछि हामी टेक्स्ट टुल लिनु। टेक्स्ट टुल चाहिँ के गर्छ हामीले चिठी अक्षर लेख्नेको लागि युज गर्छ राइट। सो टेक्स्ट टुल थिच्ने सर्टकट त टी हो नि राइट। यसको माथि लेख्नु होला। अब यो कारण म अहिले भन्छु राइट।
यो कारण के हो? यो यहाँ माथि चाहिँ किन यसरी हामीलाई चाहिएको छ? यो कारण के हो भने यसमा चाहिँ हामीलाई पछि रनिङ हेडर हाल्नेको लागि हेडर भन्छ। हेडर भन्ने बेला एउटा जुन कविता हजुरहरूले यहाँ कविता एउटा लेख्दैछ त्यसको एउटा मेन टपिक हुन्छ नि यहाँ अटोमेटिकली आउनेको लागि खाली राखेको हुन्छ अहिलेको लागि। अब हामीले यहाँ यति गरेर लेख्छौँ होइन, एबिसी लेख्छौँ होइन, त्यसको यो सबै छान्नु होला। यो सबै छानेर अब यहाँ माथि एउटा टुल्स आउँछ। यो टुल्स हामीले काम चलाउँदै जति यदि माइक्रोसफ्ट वर्डहरू युज गरेको छ भने यो टुल्सहरू धेरै जति यताउता थाहा हुन्छ, राइट। यहाँमा फर्स्ट बक्समा हामीले अलिकति जानकारीको लागि भन्छु। फर्स्ट बक्समा के हो भने यो फोन्टको लागि। अब हामीलाई अहिलेको लागि फोन्ट के चाहियो भने टाइम्स न्यू रोमनमा थिच्नु होला। धेरै जति टाइम्स न्यू रोमन छ। त्यसको पछि यो चाहिँ के हो? फोन्ट साइज हो, 13 जति राख्यो पनि हुन्छ, राइट। त्यसको पछि यहाँमा चाहिँ एलाइन टुल भन्ने एउटा आउँछ। यो एलाइन टुल हो। यो त हामीलाई एलाइन टुल कहाँ चाहिन्छ? सेन्टरमा चाहिन्छ। सेन्टरमा थिच्नु होला, भयो। त्यसको पछि हाम्रो के चाहिन्छ? सेलेक्सन टुल जानु, यो योलाई थिचेर राख्नु, राइट। एकताल थिचेर अब्जेक्टमा जानु। अब्जेक्टमा गएर यहाँमा सबैलाई देख्नुहुन्छ। यहाँ कहाँ छ? एकछिन है, यहाँ छ। के टेक्स्ट फ्रेम अप्सन भन्ने एउटा आउँछ। ठिक हो सबैले? टेक्स्ट फ्रेम अप्सन। यो सर्टकट के हो? कन्ट्रोल बी। नर्मली म धेरै जति यस्तो काम गर्ने बेला सर्टकट युज गरेर यो कहाँ हुन्छ थाहा हुँदैन, त्यही भएर अलि यताउता हुँदो रहेछ। टेक्स्ट फ्रेम अप्सनमा थिच्नु होला। थिचिसकेपछि यहाँमा टेक्स्ट फ्रेम अप्सनले के गर्छ भने यो अक्षर एबिसी भनेको अक्षर चाहिँ यो बिचमा ठिक्कै ल्याएर आउँछ। ओके, अहिले माथि टालेर बसेको जस्तो रहेछ नि, त्यो बिचमा ठिक्कै लिएर आउँछ। प्रिभ्यू अन गर्नु होला। त्यसको पछि यहाँमा एउटा आउँछ एलाइन भनेर, यहाँमा वर्टिकल जस्टिफिकेसन भन्ने एउटा आउँछ। एलाइन टप नगरिकन सेन्टरमा राख्नु होला। सेन्टरमा राखिकन सेन्टर आयो हो यहाँ। त्यसको पछि ओके थिच्नु। ओके थिच्यो। अब हामीलाई यो अक्षर चाहिँदैन। यो अक्षरमा डबल क्लिक गर्नु, कन्ट्रोल ए सेलेक्ट अल। यदि युट्युबको डिस्क्रिप्सनमा हिजो मैले अस्ति नै एउटा भिडियो हालेको थियो, त्यसमा चाहिँ अब मैले यो अलिकति पढ्नुहोस् भनेर मैले त्यहाँ राखेको। यदि ध्यान दिएको छ भने त्यहाँबाट सबै डाउनलोड गर्ने पाउँछ, हेर्ने पाउँछ, राइट। सो यो सेलेक्ट अललाई कन्ट्रोल ए गरे भने सबै छान्छ। त्यसको पछि डिलिट गरिदिनु, यो काम छैन हामीलाई। यदि भयो, यतिसम्म भयो, राइट। अब यतापट्टि पनि बनाउनु पर्यो एउटा। तर यतापट्टि अब हामीले फेरि यो धागो लियो भन्दा यहाँ धागो लिएर बस्यो भने यहाँ धेरै काम छ। यहाँ माथि मुनि गर्नुपर्छ। त्यसको अलावा कपी गर्नु पाउँछ नि, राइट। यसरी दुईटालाई ड्र्याग गर्नु, सेलेक्सन टुलले दुईटालाई छान्नु। अब कपी पेस्ट नर्मली हामीले के गर्छ? कपी हैन अनि पेस्ट गर्छ नि, राइट। यो गर्छ नि, धेरै जतिले यो गर्छ होला नि, राइट। तर यसमा चाहिँ के छ? सर्टकट छ हामीलाई, राइट। यदि माइक्रोसफ्ट वर्डमा पनि त्यस्तै सर्टकट छ, कन्ट्रोल थिचेर हुन्छ। यसमा चाहिँ हामी अल्ट भनेको अक्षर एउटा हुन्छ। अल्ट थिच्ने बित्तिकै हेर्दा डबल एरो आउँछ। अल्ट नथिच्यो भने के सिङ्गल एरो, अल्ट थिचेर बस्यो भने डबल एरो आयो। डबल एरो आउने बित्तिकै माउसले यसरी यता ड्र्याग गर्नु, यता तान्नु होला। ओके, तान्ने बेला सिफ्ट भनेको थिच्नु। सिफ्ट भने थिच्यो भने माथि मुनि जाँदैन, उताबाट जहाँबाट ल्याएको छ त्यसले ठिक्कै यता ल्याउँछ। के गर्छ? अल्टले कपी गर्छ, डुप्लिकेट बनाइदिन्छ। ओके, त्यतिसम्म भयो भने यो माथि र यो माथिको दुईटा लिएर हामीले यहाँ मुनि राख्नु होला एउटा कपी, राइट। सो अल्ट थिच्नु, मुनि ड्र्याग गर्नु। मुनि ड्र्याग गर्ने बेला सिफ्ट थिचेर बस्नु होला। यो यति त कन्ट गर्नु होला। सिफ्ट थिचेर बस्नु अनि यहाँ यतिसम्म खाली राखिदिनु होला। ओके भयो? ओके, अब जुम इन गर्नु। जुम इन गर्ने बेला अब यहाँमा चाहिँ किन यस्तो लाइन तान्ने? यसमा चाहिँ हामीले के चाहिन्छ भने नम्बर राख्नुपर्छ। अब नम्बर हामीले 1 2 लेख्न पाउँदैन, किनकि यहाँ 1 लेख्यो भने यो बी मास्टर पेज बी भएको सबैमा 1 1 1 मात्र जान्छ, नम्बर जान्दैन। त्यो याद राख्नु होला। यसमा के गर्ने पर्छ? हामीले दुईटा अप्सन छ। राइट क्लिक गर्नु, राइट क्लिक गरेर इन्सर्ट स्पेशल क्यारेक्टर भन्ने एउटा आउँछ। त्यसमा गएर यहाँमा मार्कर्स भन्ने एउटा आउँछ। त्यसमा गएर करेन्ट पेज नम्बर
ओके अब यो लामो रहेछ यो भन्दा अर्को छ कि भन्ने अर्को पनि छ हामीले अब्जेक्ट ओके सरी अब्जेक्टमा हैन रहेछ ओके सरी टाइपमा जानु टाइपमा गएर मुनि आएर यहाँ छ इन्सर्ट स्पेशल क्यारेक्टर मार्कर करेन्ट पेज नम्बर जाने तरिका दुईटै सेम त हो तर एउटामा चाहिँ राइट क्लिक गर्ने एउटामा चाहिँ टाइपमा जाने राइट सो करेन्ट पेज नम्बरमा एउटा थिच्यो भने अक्षर आउँछ देख्ने चाहिँ अक्षर देख्छ तर पछि मेन पेजमा जाने बेला चाहिँ के हुन्छ यो नम्बरमा बदलिन्छ अटोमेटिकली 1 2 3 4 अटोमेटिकली बनाउँछ ओके सेम चीज यता पनि गर्नुपर्छ कपी गरे पनि हुन्छ नगरे पनि हुन्छ राइट त हामीले राइट क्लिक गरेर इन्सर्ट स्पेशल क्यारेक्टर मार्कर्स करेन्ट पेज नम्बर थिच्नु ओके त्यतिसम्म गरिदिनु होला त्यतिसम्म गरिसकेपछि यो पेजमा हामीले अब धारको तानेको सबै छ नि सबैमा सेलेक्ट गर्नु होला सेलेक्ट गर्यो के गर्ने राइट क्लिक गर्नु कपी गर्नु ओके अब यहाँमा एउटा बक्स एउटा देख्नुहुन्छ कालो कालो एउटा देख्दो रहेछ नि यो बक्स चाहिँ के हो भने प्लेस गर्नेको लागि के गरेर अब सामानहरू ल्याएर यहाँ फोटो सोटोहरू ल्याएको छ भने यहाँ राख्नेको लागि मात्र हो जब प्रिन्ट गर्ने बेला यहाँको साइडमा भएको चाहिँ प्रिन्ट गर्दैन त्यो चाहिँ याद गर्नु होला त्यो पछि चाहिँ काम लाग्छ अहिलेको काम लाग्दैन राइट अब हामीले बी को कपी गरिसक्यो पेजमा जानु मास्टर पेज सी मा डबल क्लिक गर्नु दुईचोटि थिच्नु थिचिसकेपछि यसमा राइट क्लिक गर्नु राइट क्लिक गरेर यहाँमा दुईटा अप्सन छ पेज र पेज इन प्लेस भन्ने दुईटा छ यो म राम्ररी सम्झाउँछु राइट पेज गर्यो भने जहाँबाट कपी गरेको छ यता पेज यता टाल्दिनु मात्र भनेको छ ओके यदि पेज इन प्लेस गर्यो भने जहाँबाट मैले जुन जग्गाबाट लेखेको छ जुन पोजिसन जुन यस्तो ठाउँबाट लेखेको छ त्यस्तै ठाउँमै टाल्नु भनेको छ यो दुईटा फरक छ नि राइट सो पेज इन प्लेस गरिदिनु यस्तो हुन्छ अब मैले उदाहरण तौरमा मैले बी मा मास्टर पेज बी मा मैले एउटा बक्स बनाएँ राइट न मास्टर पेज बी मा मैले एउटा बक्स बनाउँछु यो बक्स हो राइट बक्स बनाएँ राइट अब मैले यो बक्स चाहिँ मैले के गर्छ कपी गर्छु कपी गर्नलाई कन्ट्रोल सी ले पनि हुन्छ नि राइट नत्र कपी गर्नु राइट त्यसको पछि यसमा गएर मैले यहाँमा के गर्छु भने पेस्ट गर्छु पेस्ट मात्र गरेको छ अब यहाँ हेर्दा पोजिसन कहाँ छ यो माथि छ यहाँ चाहिँ मुनि आएको छ यदि मैले राइट क्लिक गरेर पेस्ट इन प्लेस गर्यो भने के हुन्छ भने जहाँबाट मैले मास्टर पेज बी बाट कपी गरेको छ जुन जग्गा जुन पोजिसन जुन कस्तो ठाउँबाट यो यताउता यहाँमा हेर्नु त यहाँमा जति खाली छ यहाँ पनि यति खाली छ राइट यस्तै ठाउँको खाली यत्रो चाहियो मलाई यो पनि यत्रो चाहियो भन्ने बेला हामीले के गर्छ राइट क्लिक गर्ने पेस्ट इन प्लेस गर्छ पेस्ट इन प्लेसले यत्रो खाली हेर्दा सेम टु सेम जहाँबाट मैले कपी गरेको छ त्यो हुन्छ पेस्ट र पेस्ट इन प्लेसमा फरक हुन्छ त ओके यो चाहिँदैन ओके त्यसको पछि अब यहाँमा सी भयो बी पनि भयो अब त्यसको पछि के गर्ने एउटा टेक्स्ट लिनु टेक्स्ट टुल भन्ने एउटा लिनु लिएर यहाँ माथि यो टुपम देख्छ होला नि हो त्यसमा थिचेर यसरी ड्र्याग गर्नु होला यो बक्स यो फिल गरिदिनु ओके गरिसकेपछि हामीले सिलेक्सन टुल थिच्नु थिचेर अल्ट थिच्ने कपी गर्ने यो सेम टु सेम यहाँ कपी गर्नुपर्छ त्यो भएर यता थिच्नु जब कपी गर्ने बेला हामीले के थिच्नुपर्छ शिफ्ट थिच्नुपर्छ शिफ्ट थिच्यो भने माथि मुनि जाँदैन यो ठिक्कै बस्छ ओके त्यति भयो त्यसको पछि यहाँमा जुम गर्छु त म अब यहाँ मुनि एउटा देख्नुहुन्छ होला यो बक्स एउटा सानो एउटा बक्स देख्यो यो हामीले एउटा बक्स टेक्स्ट अक्षर लेख्नको लागि एउटा बक्स बनाएको थियो त्यसको मुनि एउटा बक्स देख्छ यो सानो बक्स यो बक्समा एउटा एकचोटि थिच्नु होला यो थिचेर यतापट्टि जुनपट्टि हामीले यसमा चाहिँ फाल्ने यता एकचोटि थिच्नु अब यसले चाहिँ के गर्छ भने पछि अब यहाँबाट अक्षर लेख्ने बेला यसरी लेख्दै यहाँसम्म नसिरिकन अब अझै छ भने अक्षर अटोमेटिकली यता जान्छ यो अटोमेटिकली अब नत्र यस्तो यदि कनेक्ट गरेको छैन इन्टरकनेक्ट भन्छ हामीले यो चाहिँ लक भन्ने भन्छ इन्टरकनेक्ट भन्छ यहाँदेखि यहाँसम्म कनेक्ट गरेको छैन भने यदि अक्षर एक पन्ना भन्दा बढी छ भने यहाँसम्म सिधेर यहाँ मुनि एउटा रातो एउटा देख्छ
अनि त्यो रातोमा थिचेर यता हालेर बस्नुपर्छ सबैलाई, राइट? सो अटोमेटिक गर्ने मन छ भने अगाडि नै बनाइदिनु होला, त्यो हो त। ओके, अब यतिसम्म सिक्यो हामीले, यतिसम्म गरिसक्यो। मास्टर पेज ए मा खाली राख्यो, बी मा हामीले बक्सहरू बनायो, राइट? माथि त्यो टेक्स्ट हेडर बनाइसक्यो, सी मा त्यहाँ अक्षर लेख्ने बनाइसक्यो, राइट? अब हामी पेजमा जाउँ। पेजमा गएर ए, अहिले ए मा नम्बर के दिएको छैन, राइट? यो हामीलाई चाहिँदैन, खाली राखौँ भनेर, राइट? अब यहाँ हेर्नु त, बी मास्टर पेज बी मा हामीले के लेख्यो, बी भनेर मात्र लेख्यो नि, राइट? बी मा बी मात्र लेख्यो थियो, तर यहाँ आउने बेला नम्बर 3 आउँछ। कसरी नम्बर 3 आएको? यो चाहिँ हामीले 1 चाहिएको थियो, यो 1 2 यो 3 हो। अब यस्तो हो, अब मैले यो यहाँ धारको एउटा भने नि, यो धारको मतलब म भन्छु यहाँ हेरे। अब मलाई यहाँ यो बी को नम्बर 3 लेखेको छ, त्यसको जग्गामा नम्बर 3 को जग्गामा हामीले यो टेबल अफ कन्टेन्ट भएर हामीले रोमन नम्बर 1 देखि सुरु गर्ने चाहियो। त्यस्तो भन्ने मन छ भने के गर्छ, बी मा थिचेर राइट क्लिक गर्नु होला। राइट क्लिक गरेर के भन्छ, नम्बरिङ एन्ड सेक्सन अप्सन भनेछ, ओके? त्यसमा थिच्नु, त्यसमा थिचेर यसमा स्टार्ट पेज नम्बरिङ एड भन्ने एउटा रहेछ, त्यसमा थिच्नुपर्छ। यो चाहिँ के भनेछ, यहाँ माथिको चाहिँ अटोमेटिक पेज नम्बरिङ भनेछ। अटोमेटिक पेज नम्बरिङ भनेर अटोमेटिक माथि 1 भयो नभयो फरक छैन, यहाँ माथि 1 2 3 आउनुस् भनेको छ। यहाँ चाहिँ मैले यदि स्टार्ट पेज नम्बरिङ एट 1 गरेको छ भने नै माथि जे होस् मलाई यहाँदेखि 1 देखि सुरु गर्ने पर्यो। अब यहाँ पेज नम्बर मलाई 50 लेख्ने पाउँछ, ओके? अहिले हामीले पेज नम्बर 1 राख्नु। त्यसको पछि यहाँमा एउटा छ स्टाइल्स भन्ने छ, त्यो स्टाइलमा थिचेर यहाँमा रोमन नम्बर 1 2 3 थिच्नु होला। त्यसको पछि ओके गरिदिनु। ओके गर्ने बित्तिकै यहाँमा एउटा धारको एउटा आउँछ, यहाँ देख्नुभयो धारको एउटा। यसलाई चाहिँ के भन्छ, सेक्सन भन्छ हामीले। यहाँ यो ए देखि यहाँसम्म एउटा पन्ना हो त भनेको, एउटा सेक्सन हो, एउटा कभरको लागि भन्ने पनि हुन्छ, राइट? तर यहाँदेखि र यहाँसम्म के हो भने अहिलेको लागि हामीलाई एउटा पन्ना हो त भनेको। तर हामीलाई चाहिँ सी बाट चाहिँ पेज नम्बर 1 देखि जानुपर्छ, किनकि यो बी चाहिँ हामी सिर्फ टेबल अफ कन्टेन्ट मात्र हो। त्यस कारणले हामीले सी जान्यो। सी मा गएर सेम हो अघि भनेको जस्तै राइट क्लिक गर्नु, नम्बरिङ एन्ड सेक्सन अप्सनमा थिच्नु होला। त्यसको पछि स्टार्ट पेज नम्बर एड भन्ने यति थिच्नु। मुनिको चाहिँ डिफल्टमै हुन्छ, यो 1 2 3 मै राखिदिनु होला। ओके थिच्नु, यो आउँछ। ओके थिच्नु, यसमा केही प्रब्लम छैन। यहाँमा वार्निङ देखाउँछ। वार्निङ देखाउने कारण के हो भने तिमीले यहाँ सेकेन्ड सेक्सन बनाउने बेला 1 2 बनाएको रहेछ, रोमन नम्बर 1 2 बनाएको रहेछ त भनेको। अब तिमीले यदि 1 2 गरेर यहाँमा बनायो भने त्यो माथिको सेक्सन चाहिँ काट्छ त भनेको। ओके हो, त्यसमा चाहिँ केही प्रब्लम छैन नि, हैन? अब हामीले यहाँमा हेर्नु, राइट? अब जुम आउट गर्छु। बी मा 1 भयो, राइट? रोमन नम्बर 1, बी उतापट्टि रोमन नम्बर 2। अब यतापट्टि हेर्दा इन्ट्रेस्टिङ चिज यहाँमा चाहिँ सेक्सन बीई, राइट? सो म जुम गरिदिन्छु। सी को नम्बर 1 आइसक्यो, राइट? सो त्यो भयो। ओके, नाउ अब टेबल अफ कन्टेन्ट चाहिँ हामीले अहिले बनाउँदैन। टेबल अफ कन्टेन्ट किन अहिले बनाउँदैन भने जब हामीले सबै अक्षर जुन लेख्ने मन छ त्यो सबै नसिधेसम्म टेबल अफ कन्टेन्ट पहिले बनाउनु पाउँदैन। टेबल अफ कन्टेन्ट अगाडि नै बनायो भने त्यो जुन टपिक हुन्छ कुन चाहिँ नम्बरमा पर्छ त्यो ग्यारेन्टी छैन, राइट? सो त्यही कारणले अनि अगाडि नै हामीले टेबल अफ कन्टेन्ट बनाउँदैन, टेबल अफ कन्टेन्ट पछि बनाउँछ। त्यो भयो। अब यहाँमा हामीले अक्षर लिने सिकौँ, राइट? अब यहाँमा 2 तरिका छ। एउटा हैन, 2 तरिका हुन्छ। एउटा तरिका के हो भने यसमै डाइरेक्टली लेख्ने एउटा तरिका यो। नत्र यदि माइक्रोसफ्ट वर्डमा हजुरहरूले केही लेखेको छ, के गरेर सेभ गरेको छ भने त्यो अक्षर उठाएर यता लिने पाउँछ। 2टा तरिका छ। अब 2टा तरिकाबाट एउटा फर्स्ट तरिका चाहिँ के हो, मैले के भन्छु भने यही लेख्ने मन छ भने यही अहिलेदेखि कन्टिन्यू यहाँदेखि म सिधै लेख्ने मन छ भने त्यो लेख्ने पाउँछ। त्यसको लागि के गर्नुपर्छ,
यहाँमा हामीले सिधा लेख्ने पाउँदैन, यहाँ फेरि टेक्स्ट टुल लियो भने हुँदैन, यो मिल्दैन। किनकि अब यहाँमा टेक्स्ट टुल लियो भने यो डबल टेक्स्ट टुल भन्छ हामीले। यसमा के हुन्छ भने पहिलेदेखि मास्टर पेज सीमा हामीले के बनाएको छ, एउटा टेक्स्ट बक्स बनाएको छ, राइट। सो मास्टर पेजमा गयो भने टेक्स्ट बक्स बनाएको छ, तर यहाँमा चाहिँ खोल्दैन रहेछ। किन हो यो? मलाई चाहिँ खोल्नै पर्यो, म चाहिँ लेख्नै पर्यो, मलाई चाहिँ लेख्नै दिँदैन रहेछ यहाँमा चाहिँ। किन हो यो मलाई लेख्ने नदिने कारण के हो भने यो चाहिँ मास्टर पेजमा बनाएको कारणले यता तान्ने बेला यो चाहिँ लक गरेको हुन्छ, चाबी लगाएको हुन्छ। चाबी खोल्नेको तरिका के छ? चाबी खोल्नेको तरिका एकदम सजिलो, कन्ट्रोल शिफ्ट अनि माउस क्लिक गर्ने, एकताल थिच्ने हो त। ओके, फेरि भन्छु त, कन्ट्रोल शिफ्ट माउस क्लिक गऱ्यो भने चाबी खोल्यो। अब चाबी खोल्यो मतलब के हो भने अब लेख्ने पाउँछ भनेको। यदि चाबी नखोलिकन लेख्ने पाउँदैन। जे गरे पनि मैले यहाँ यता तान्ने पाउँदैन, उता तान्ने पाउँदैन, यसमा अक्षर ल्याएर मैले टेक्स्ट टुल ल्यायो, लेख्नै पाउँदैन। कारण के हो? यसमा चाबी लगाएर राखेको हुन्छ, एउटा कारण त्यो। सेकेन्ड कारण के हो? मास्टर पेजमा जे चिज बनाएको छ यता तान्यो भने त्यो के एडिट गर्ने नपाउने हो। यदि एडिट गर्ने चाहन्छ भने त्यसलाई के गर्छ? अनलक गर्नुपर्छ। अनलक गर्नेलाई कि कन्ट्रोल शिफ्ट गर्नु, कन्ट्रोल शिफ्ट अनि क्लिक गर्नु। क्लिक गरिसकेपछि लेख्ने पाउँछ, अनि जे लेख्ने पाउँछ आफैको मर्जी अनुसारले जान्छ। त्यो भयो, राइट। अब धेरै जतिको मनमा यो हुन्छ कि मलाई यो चाबी लगाएको चाहियो, तर मलाई माइक्रोसफ्ट वर्डमा पहिलेदेखि लेखेको छ त्यो चाहिँ यता तान्ने मन छ भन्ने एउटा हुन्छ चाहना, राइट। त्यो देखाउने लागेको आज चाहिँ म। अब त्यसमा देखाउने लागि हामीले यो आजको चाहिँ थोरै नेपालीको बारेमा पनि जाउँ सोचेको। किनकि अब नेपाली, टिबेटन, कोही हिन्दी, कोही भाषामा इन डिजाइनमा थोरै अलिकति अलग हुन्छ, जाने तरिका पनि अलिकति अलग हुन्छ, त्यसमा अक्षर पनि यताउता हम्फालेको हुन्छ। तर मेरोमा चाहिँ अहिले स्पेलिङहरू त्यसको लागि अलिकति मलाई यति राम्रो छैन, त्यसैले म क्षमा चाहन्छु, राइट। ओके, अब म जान्छु त के गर्छ। अब मैले यहाँमा डकुमेन्ट जहाँबाट म यता लिने मन छ भने के गर्छ भने हामी फाइलमा जाने, यहाँमा प्लेस भन्ने एउटा आउँछ, यो प्लेस हो, यो थिच्ने त। सर्टकट के रहेछ? कन्ट्रोल टी हो त। ओके, अब हामीले पछि जाने बेला सर्टकटै धेरै जति युज गर्छ। यहाँमा यो फाइल यो गर्दैन, राइट। सो अहिलेको लागि फिलहालको लागि हामी प्र्याक्टिसको लागि यो सर्टकट नगइकन यसमै जान्छौँ। प्लेस थिच्नु, प्लेस थिचेर यहाँमा दुईटा डकुमेन्ट एउटा आउँछ, यहाँ यो एसे होइन, यो दुईटा स्याम्पल नेपाली नै रिटन बाई जेरी, यो दुईटै म डिस्क्रिप्सनमा राखिदिन्छु, अनि हजुरहरूले डाउनलोड गरिदिनु होला। त्यो के भन्छ आफैको प्र्याक्टिसको लागि मात्र हो त। मैले यो स्याम्पल नेपाली चाहिँ मैले कुन चाहिँ क्वेसन पर एउटा निकालेर यता ल्याउँदैछु हो क्या। सो हजुरहरूले यताउता गरिदिएर अनि चेक गर्नु होला। ओके, अब यहाँमा स्याम्पल नेपालीमा थिच्नु, यहाँमा तीनटा एउटा छ नि, यो रिप्लेस सेलेक्टेड आइटममा यो टिक गरेर राख्नु, अर्को चाहिँ केही गर्नु पर्दैन। यो चाहिँ कहिले कहिले मात्र काम लाग्छ, अहिलेको लागि काम लाग्दैन, त्यो भएर अहिले टिक नगर्नु होला भनेको कारण त्यही हो। ओके, यहाँ स्याम्पल नेपाली ओपन गर्नु, ओपन गर्ने बेलामा यहाँ एउटा ध्यान दिनु, यो धारकोमा एउटा चिठी आउँछ। अब यसले के भन्दैछ भने तिमी चिठी कहाँ राख्ने मन छ, राख्ने जग्गा एउटा दिगाउनु न भनेको छ। त्यसको लागि यहाँ थिच्नु होला, यसमा थिच्यो भने एकताल थिच्नु, सिध्यो। हाम्रो काम आधा भन्दा बढी सिधिसक्यो। अब यहाँ एउटा ध्यान दिने चिज यहाँ छ, हेर त, राइट। यो खिकु होइन, अब नेपालीको एउटा खिकु हो कि जस्तो लाग्यो, राइट। यो अक्षर ठिक छैन रहेछ, यताउता भालेको जस्तो अलिकति नमिलेको जस्तो देख्दो रहेछ, राइट। यस्तो अक्षरहरू सही मिलाउने लागि यो इन डिजाइनमा एउटा बाटो छ, राइट। त्यसको के गर्छ? कन्ट्रोल ए गर्नु, कन्ट्रोल ए। अब यो सर्टकट त याद गर्नु होला सबैजनाले। ओके, कन्ट्रोल ए गर्नु सबैजना, यो सबै छान्नु। ओके, त्यसको पछि यहाँमा तीनवटा धारको एउटा आउँछ, यहाँमा तीनवटा धारको यो साइडमा यो सेटिङ्सको मुनिको एउटा कन्ट्रोल प्यानलको मुनि कस्टमाइज कन्ट्रोल प्यानल भनेको छ नि, त्यसको मुनि एउटा यहाँ तीनवटा धारको एउटा छ नि। यदि तीनवटा धारको देखेन भने हजुरहरू धेरै जति कहाँमा बसेको हुन्छ, धेरै जति एसेन्सियलमा बसेको हुन्छ, त्यो एसेन्सियलबाट निस्किएर यसमा थिच्नु होला, एसेन्सियल क्लासिकमा थिच्नु होला। ओके,
त्यसको पछि हामी यसमा यो धारको 3टा भएको छ नि त्यसमा जाने त ओके धारको 3टा भएकोमा थिच्नु थिचिसकेपछि यहाँमा दुईटा छ यो मेन ध्यान दिने दुईटा यो मुनिको हैन त मुनिको इंग्लिशको लागि हो माथिको यो दुईटा चाहिँ एशियन ल्याङ्ग्वेज भन्छ हामीले धेरै जति यहाँमा चाहिँ के भनेको छ यहाँमा मैले अस्ति नै रिसर्च गर्ने बेला यो एशियन भाषामा अलिकति यताउता हुँदो रहेछ त्यसको कारणले यो एडोबी वर्ड रेडी प्याराग्राफ कम्पोजर र वर्ड रेडी सिंगल कम्पोजर भन्ने रेडी गरेर राखेको छ तिनीहरूले ओके जस्तो अब अहिले नेपाली भयो हिन्दी भयो टिबेटन भाषा भयो उर्दू भयो अहिले अर्को कुन चाहिँ भाषा एउटा छ थाई भन्ने यस्तोहरू धेरै जतिको अक्षरहरू यताउता फाल्छ ओके अब यहाँ म्याजिक हेरे यहाँमा यो अक्षर नमिलेको यहाँ त्यसमा थिच्ने हो मुनि प्याराग्राफ कम्पोजर र सिंगल कम्पोजर जुन थिच्नु हुन्छ ओके अहिलेको हामी वर्ड रेडी सिंगल प्याराग्राफ कम्पोजरमा थिच्नु होला थिच्ने विधि के हुँदो रहेछ हेर ए म्याजिक देख्यो यहाँ देख्यो हो त्यसलाई के भन्छ म्याजिक भन्छ ओके यो त म्याजिक त हैन तर फेरि पनि एनीवे यो भयो ओके अब यहाँ हेर्नु योहरू अक्षर भयो अब सब मिलेको छ राइट अब हामीले यो माथिको लेआउट एउटा हुन्छ त्यसको बारेमा अलिकति जानुस् भनेको राइट जानकारी दिन्छु राइट एकछिन है फर्स्टमा त भयो हामीले फोन्ट भयो यो चाहिँ फोन्ट अक्षर राइट अहिलेको लागि हामीले धेरै जति यो नेपालीको अक्षर धेरै जति के फोन्ट युज गर्छ भने मैले अहिलेको लागि चाहिँ धेरै जति मङ्गल भनेको युज गर्छ यदि इन्डिजाइन डाउनलोड गरेको छ भने मङ्गल पहिल्यैदेखि प्रि इन्स्टल आउँदो रहेछ ओपन यो फोन्ट हो यो यहाँमा साइड छ नि एउटा यो गोलले ओपन फोन्ट हो ओके यहाँ त्यसको पछि यहाँ मुनि चाहिँ फोन्ट चाहिँ बोल्ड बनाउने कि आइटेलिक बनाउने कि के भन्छ सेमाई बोल्ड बनाउने कि कुन चाहिँ बनाउने त्यो चाहिँ हो तर नेपालीमा यहाँ अप्सन छैन रहेछ त्यस कारण नर्मलै बस्छ ओके त्यसको पछि हाम्रो अक्षर यो अक्षर ठुलो बनाउने अक्षर ठुलो सानो बनाउने लागि युज गर्छ ओके अब म यहाँ एउटा अक्षर छानेर राखिदिन्छु त्यस एकछिन है यो चाहिँ छानेर राखिदिन्छु राइट सरी एकछिन है ओके नाउ फर्स्ट यो त भयो टेक्स्ट फोन्ट साइज भन्छ राइट अब त्यसको पछि ल्याडिङ भन्ने बेला के हो भने दुईटा शब्दको बिचमा खाली एउटा बनाउने जति कति ग्याप राख्ने मन छ यहाँमा दुईटा शब्द मतलब दुईटा सेन्टेन्सको बिचमा यो र यो दुईटाको बिचमा एउटा ग्याप हुन्छ त्यो ग्याप चाहिँ कति राख्ने मन छ त्यो चाहिँ यो ल्याडिङले बनाउँछ अब जस्तो हामीले यो फोन्ट सबै छानेर फोन्ट चाहिँ 13 बनाउँछ राइट 13 बनाएर ल्याडिङ चाहिँ अटोमेटिकली 14.95 आउँछ 95 आउँदो रहेछ राइट अब हामीले यो अटोमेटिक चाहिँदैन म आफै बनाउनु मन छ भने यसरी थिचेर जान्छु यहाँ बिचमा ग्याप देख्नुहुन्छ सबैले यो ग्याप चाहिँ ल्याडिङ भन्छ यसले चाहिँ ग्याप बनाउँछ ओके त्यसको पछि यहाँमा यो ओल क्याप्स भनेर एउटा आउँछ ओल क्याप्स र स्मल क्याप भन्ने यहाँ दुईटा छ म जुम गरिदिन्छु यहाँमा ओल क्याप्स अनि स्मल क्याप्स यो दुईटा कहाँमा युज गर्छ इङ्ग्लिसमा युज गर्छ नेपालीहरू अनि टिबेटनहरूमा युज गर्दैन अब यहाँमा एउटा आउँछ सुपर स्क्रिप्ट र सब स्क्रिप्ट भन्ने यो चाहिँ हामीले यदि म्याथ्समा छ राइट अनि एक्स स्क्वायर भन्ने स्क्वायरहरू आउँछ राइट सुपर स्क्रिप्टमा आउँछ त्योहरूको लागि युज गर्छ अब यहाँ नेपालीमा मैले यो युज गर्छै गर्दैन मैले यसको त्यति नेपाली अक्षरमा युज गर्छै गर्दैन मलाई यसको जानकारी छैन तर टिबेटनमा धेरै जति युज गर्छ टिबेटनको पेचा भन्छन् हैन त्यसकोमा धेरै युज गर्छ अब उदाहरण तौरमा यो अक्षर चाहिँ मैले अलिकति सुपर स्क्रिप्ट बनाउन मन छ भने माथि यसरी आउँछ सानो गरेर यो नत्र मुनि आउने मन छ यसरी आउँछ चाहिँदैन यो अब उदाहरण तौरमा मैले एक्स लेख्छु 2 लेख्छु एक्स स्क्वायर भन्ने बेला यसरी आउँछ नि राइट यो आउँछ योलाई चाहिँ के भन्छ सुपर स्क्रिप्ट मुनि आउनु मन छ यो सबस्क्रिप्ट भन्छ ओके यो दा यो अफ गर्दिन त्यसको पछि यो चाहिँ अन्डरलाइन हो अन्डरलाइन भन्ने बेला थाहा छ धेरै जतिले थाहा छ होला
जुन चिजमा अन्डरलाइन गर्ने मन छ, जुन चिजको अब मुनि धारको तान्ने मन छ त्यसलाई चाहिँ अन्डरलाइन भन्छ राइट। अहिलेको लागि हामी यो क्वेसन माथिको चाहिँ अन्डरलाइन गरिदिन्छु, यसलाई अन्डरलाइन भन्छ। त्यसको पछि यो स्ट्राइक थ्रु धेरै जतिले युज गरेको मैले अहिलेसम्म त देखिन। यदि गर्दैछ भने मलाई जानकारी दिनु होला के को लागि युज गर्छ भनेर राइट। स्ट्राइक थ्रु भन्ने बेला अक्षरको बिचबाट धागो तान्ने, मुनिबाट धागो होइन त बिचबाट। अब म देखाउँछु त, यहाँ स्ट्राइक थ्रु गर्यो त। खै यो अक्षर कसरी कहिले चाहिँ युज गर्छ मलाई पनि थाहा भएन राइट। यति पनि जानकारी छैन मलाई यसको बारेमा चाहिँ। स्ट्राइक थ्रु चाहिँ कहिले युज गर्छ, कहाँ युज गर्छ मलाई पनि थाहा भएन। यसरी स्ट्राइक थ्रु अक्षर छान्ने, स्ट्राइक थ्रु गर्ने यसरी है। यो त मलाई पनि थाहा जानकारी छैन राइट। ओके, त्यसको पछि अब यहाँ 1 2 3 4 5 6वटा छ नि। यो चाहिँ अलि जानकारी यहाँ दिन्छु। यहाँमा चाहिँ हामीले धेरै जति म्याट्रिकमा बस्छ, म्याट्रिकमै राख्दिनु होला। यो धेरै हात छुने पर्दैन। यहाँ माथिको फर्स्टको चाहिँ क्रेनिङ भनेर चाहिँ नि राइट, त्यो केही पर्दैन। यो चाहिँ के हो, यो चाहिँ के हो भने दुईटा अक्षरको बिचमा अनि स्पेस ग्याप बनाउने लागि। एक्जाम्पल यहाँमा म देखाउँछु त राइट। यहाँमा मैले उदाहरण तौरमा यहाँ डट 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 लेखेको छ नि। सरी, यो डट 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 चाहिँ मैले स्पेस जस्तो गरेँ भने राइट। यो स्पेस चाहिँ यो हामी भनेको र यो अक्षरको बिचमा यो ग्याप चाहिँ अलिकति ठुलो बनाउनु मन छ भने यो युज गर्छ। ओके, सँगसँगै अक्षरको बिचमा ग्याप हुने बेला अक्षर आफै शब्द बिचमा ग्याप गर्ने बेला अक्षर पनि ग्याप हुन्छ राइट। त्यसको पछि यो चाहिँ के हो, यो हाइट टुल हो। हाइट टुल चाहिँ माथि लामो बनाउने लागि, अक्षर हेरी जस्तो यो लामो बनाउनु छ राइट, यसरी लामो बनाउने लागि युज गर्छ यो अक्षर चाहिँ। अब यहाँमा एउटा छ यो बेस लाइन सिफ्ट भन्छ, हामीले इङ्ग्लिसबाट चाहिँ बेस लाइन सिफ्ट भन्छ। कहिले युज गर्छ भने यदि कापी बनाउनु बेला, हामीले कापी बनाउनु बेला एक्जाम्पल उदाहरण तौरमा कापी बनाउनु बेला यो अक्षर डबल आयो राइट। कपी गर्छु म, कपी अनि पेस्ट गर्छु राइट। अब यहाँमा हेर्दा रातो देखियो नि, अटोमेटिक मुनिको आम पर्यो। अब यहाँ हेर, मलाई यो चाहिँ यहाँ मुनि एकदम खाली रहेछ, मलाई अलिकति मुनि जाने मन लाग्यो, अलिकति यता मुनि तान्ने मन लाग्यो भने के गर्छ, मुनि तान्छ यसरी। देख्नुभयो सबैले, देख्दो रहेछ नि, यो तान्छ मुनि आयो नि। न मलाई यहाँ चाहिँ अब यदि खालि धेरै नभएको अक्षर दुईटा यसो जुदेको जस्तो देख्यो भने न, मलाई अलिकति माथि चाहियो भने पनि जानु पाउँछ यो यसरी। यसरी हो त। अहिले अघि 0 राख्दिनु राइट, यसमा केही फरक पर्दैन। त्यो भयो। अब यो भएछ। त्यसको पछि यो चाहिँ के हो, होरिजोन्टल स्केल। होरिजोन्टल स्केल भन्ने बेला अक्षर के भन्छ यताउता लामो बनाउने लागि युज गर्छ धेरै जतिले यो राइट। सो उदाहरण तौरमा म यहाँ लिन्छु, हामी भनेको लिन्छु। हामीको हेरे सबैजनाले अक्षर दुईटामा स्पेस होइन, यो अक्षर आफै लामो बनाउनको लागि युज गर्छ धेरै जतिले यो यहाँ यस्तो हुन्छ राइट। सो अक्षर चाहिँ अलिकति लामो बनाउनु लागि, ठुलो होइन लामो, अघि यता बढेको चाहिँ ठुलो राइट। सो यो चाहिँ भयो। अब यसकोमा आइटेलिक भन्छ, यसलाई चाहिँ हामीले आइटेलिक भन्छ। आइटेलिक भन्ने बेला अलिकति बाङ्गो जस्तो बनाउने युज गर्छ। जस्तो अब मैले यहाँमा यस लियो भने अक्षर हामी भनेको अक्षरहरूलाई हेर्नु त बाङ्गो भयो हो, त्यो हो त, त्यो आइटेलिक भन्छ। ओके, न अब यसमा आउँछु। यसमा आएर यो चाहिँ के हो, टेक्स्ट कलर। यहाँ दुईटा छ त, टेक्स्ट कलर फिल भन्ने छ नि है। यो टेक्स्टको कलर हुन्छ, यहाँमा चाहिँ स्ट्रोक भन्छ। अब यो दुईटामा के फरक छ, दुईटा त कलर रहेछ, के हो यार भन्ने एउटा आयो भने दिमागमा यस्तो आयो भने म यहाँ उदाहरण तौरमा र भनेको चाहिँ मैले कलर लगाउँछु त। ओके, जस्तो कि कलर लगायो भने अब यहाँ ब्लू कलर लगाउँछु। कलर के हाल्यो हामीले, यो कलर हाल्यो, यो चाहिँ कलर हाल्ने चिज हो नि, फिल भनेर टेक्स्ट कलर राख्यो, कलर ब्लू कलर राख्यो। तर मलाई ब्लू कलरको साइडमा बोर्डर कलर चाहिँ मलाई अलिकति रेड जस्तो चाहियो भने यो चाहिँ बोर्डर कलर युज गर्छ, स्ट्रोक भन्छ यसलाई चाहिँ। या यसरी हेर हो, या यसरी आउँछ।
यो चाहिँ के हो मुनिको चाहिँ बोर्डर कलर हो माथिको चाहिँ फिल कलर भित्र कलर के हाल्ने मन छ त्यो हाल्ने होला त्यो भयो यहाँमा चाहिँ यो नन चाहिँ यो चाहिँ इङ्ग्लिसमै राख्दिनु यहाँमा कुन चाहिँ भाषा चाहेको कुरा गर्दैछ यसमा चाहिँ इङ्ग्लिस युएसए राख्दिनु अहिलेको लागि त्यसको पछि यसमा हामीले एलाइन टुल एलाइन प्यानल भन्ने पनि हुन्छ यहाँनिर यसहरू एलाइन भन्छ राइट अब यो अक्षरहरू चाहिँ बिचमा राख्ने भन्छ यो बिचमा राख्ने साइडमा राख्ने यता राइटमा राख्ने यता राइट यो स्पाइन भन्छ जस्टिफाई विथ यो सबैलाई जस्टिफाई गर्छ जस्टिफाई कहिले गर्छ हामीले अक्षर धेरै लेख्दैछ भने युज गर्छ या अहिले धेरै युज गर्दैन हामीले ओके यो चाहिँ जस्टिफाई विथ लास्ट अलाइन्ड सेन्टर लास्ट अलाइन्ड सेन्टरको चाहिँ जस्टिफाई गरिदिनु भनेको छ अनि यो फुल्ली जस्टिफाई ओके जस्टिफाई ओल लाइन अब म यहाँमा एउटा अलिकति सरी जुम आउट गर्छु सबैले कन्ट्रोल ए गर्छु जस्टिफाई ओल अलाइन हेर्नु यस्तो हुन्छ ओके बिचमा ग्याप जति पनि होस् मलाई मतलब छैन तर मलाई चाहिँ सबै यस्तो लाइन एउटामा लाइन जस्तो देख्नु पर्यो भने यो हुन्छ ओके एलाइन टुवर्ड्स स्पाइन र एलाइन अवे फ्रम स्पाइन यहाँ दुईटामा एउटा छ यो चाहिँ के भन्दैछ यहाँमा दुईटा छ नि राइट सो एक्जाम्पल उदाहरण तौरमा मैले यहाँ थिच्यो यो स्पाइन भन्छ यहाँमा बिचमा एउटा छ जुम गर्छु म राइट सो यहाँमा यो बिचमा देख्नुभयो यो बिचलाई चाहिँ के भन्छ हामीले स्पाइन भन्छ अब बुकको स्पाइन हुन्छ है हुँदैन हाम्रो कापीको बिचमा एउटा बाक्लो हुन्छ नि त्यो चाहिँ स्पाइन भन्छ नि यसलाई स्पाइन भन्छ अक्षरहरू यतापट्टि आउनु यो स्पाइनको नजिक राख्नु भनेको छ यदि अक्षरहरू चाहिँ यो चाहिँ के भनेको यो स्पाइन भन्दा अलिक टाढै जानु होला भनेको छ हेरे या उतापट्टि आउँछ यो र यो सेम जस्तो हुन्छ यो र यो सेम जस्तो हुन्छ अब यो र यो सेम हुन्छ यो यहाँमा काम त सेमै गर्छ सेम टु सेम गर्छ हो त्यति हो त अब हामीले नेपाली कसरी हाल्ने पर्छ त्योहरू पनि सिक्यो राइट सो अब नेपालीबाट मैले यहाँमा एउटा जानकारी गर्ने चाहन्छु के हो भने नेपालीमा अब जस्तो म जस्तो उदाहरण राखौँ राइट सो म जस्तो के हो नेपालीको भाषा यति राम्रो पनि आउँदैन राइट त्यसको माथि अनि आउँदैन मतलब अब अक्षर पनि राम्रो के भन्छ लेख्ने राम्रो आउँदैन स्पेलिङको प्रब्लम पनि हुनसक्छ त्यसको कारणले हामीले चाहिँ के युज गर्छ राइट टाइपिङ के यदि मैले टाइपिङ गर्ने पऱ्यो भने कुन चाहिँ युज गर्छ अनि कसरी युज गर्छ त्यो सबै म अहिले यहाँ यो भिडियोमा भनिदिन्छु राइट अब गुगलमा हामीले गुगलमा गएर एउटा टाइप टुल लिने पाउँछ राइट यहाँ एउटा छ नि राइट सो गुगल टाइप इनपुट टुल भन्ने एउटा आउँछ म यो लिङ्क चाहिँ मुनि डिस्क्रिप्सन राखिदिन्छु हजुरहरू सिधै त्यो लिङ्कमा थिचेर अनि यहाँमा कुनै मुनि आउने यहाँमा ओरेन्ज कलर एउटा देख्छ डाउनलोड गुगल इनपुट टुल नेपाली अफलाइन भने त्यसमा थिच्यो भने दुईटा बक्स आउँछ त्यो दुईटै बक्स इन्स्टल गर्यो भने कस्तो आउँछ भने हामीलाई यो आउँछ यो यहाँमा म देखाउँछु यहाँमा छ नि यहाँमा दुईटा आउँछ नि राइट यो गुगल इनपुट टुल एउटा नेपाली भन्ने एउटा फोन्टै आउँछ त्यो रोमनाइज किबोर्ड हो किबोर्ड लेआउट चाहिँ डाउनलोड गरे पनि हुन्छ अब यस्तो हो धेरै जति अहिले जमानाको युवाहरू भने पनि हुन्छ राइट धेरै जति च्याट गर्ने बेला नेपालीबाट युज गर्दैन धेरै जतिले के गर्छ इङ्ग्लिस चाहिँ नेपालीको तौरमा युज गर्छ सो एक्जाम्पल कथा हो भनेको जस्तो यसरी युज गर्छन् होइन हामीले धेरै जतिले अब ध्यान दिएको छ होला सबैजना थाहा छ होला यस्तोहरू त राइट अब मैले चाहिँ यो नेपालीमै लेख्ने मन छ भने यसमा के गर्छ हामीले यो इन्स्टल गरिसकेपछि नेपाली गुगल इनपुट टुल भने यसमा थिच्नु यसमा थिचिसकेपछि जुन चिज इङ्ग्लिसमा लेख्छ त्यो नेपालीमा कन्भर्ट हुन्छ कन्भर्ट हुने बेला स्पेलिङ चाहिँ आफैको ध्यान दिने आफैले कस्तो हुन्छ त्यो चाहिँ आफैको माथि निर्भर हुन्छ जस्तो म लेख्छु त होइन के एच कहाँ भन् के यहाँ भएन त के भएको यहाँ भएन राइट कता राइट ओ लेख्यो भने नत्र भो भएन एच हो यति यसरी आउँछ
जुन चिज इङ्ग्लिसमा लेख्ने पाउँछ टिम लेख्छु हैन रो नाम के हो भनेर लेख्यो भने यसरी आउँछ यो गुगल इनपुट टुलको कमाल हो एउटा अनि स्पेलिङ चाहिँ आफैको हातमा हुन्छ जस्तो कि अब म त्यहाँ टिम लेख्छु हैन कुन चाहिँ हो यो टिम भयो हैन टिम भने कुन चाहिँ हो टिम यो हो कि यहाँमा छान्ने दिन्छ 4-5 वटा अप्सन हुन्छ तिमी आफै मर्जी गरेर कुन चाहिँ चाहियो यसमा थिचेर जाने हो यसमा अब यदि किबोर्ड यो अर्को चाहिँ कुन चाहिँ हो भने यहाँमा नेपाली युनिकोड रोमनाइज्ड भन्ने एउटा छ त्यो चाहिँ डाउनलोड गरिदिनु त्यो डाउनलोड गरेको छ भने यसमा थिचेर के हुन्छ टिम हुन्छ टिम टिम भयो र आर ओ रो भयो अनि एनएम नाम केएवाई के भयो नि एचओ हो के हो अब यहाँमा हेर्दा अक्षर हाम्बालेको चाहिँ मैले अघि बनाएको जस्तै बनाउनु पाउँछ यसमा गएर सिंगल लाइन कम्पोजर गरेर हुन्छ यो मिल्छ खास गरी यसरी आउँछ यसमा चाहिँ के हो भने डाइरेक्ट नेपाली हो तर पनि अलिअलि जान्ने पर्छ यसमा किबोर्ड चाहिँ एकदम सजिलो छ रहेछ राइट शिफ्ट थिच्यो भने योहरू आउँछ अङ्कहरू आउँछ के आउँछ राइट नेपालीको नम्बर लेख्नेमा चाहिँ 1 2 3 4 5 यो आउँछ राइट सो यो सबै के हो हामीले अहिले नेपालीको किबोर्डहरू कहाँबाट डाउनलोड गर्नुपर्छ यदि नेपाली त्यो गर्ने मन छ भने के गर्नुपर्छ भनेको ओके हो यार अब यो लेसन यतिसम्म राख्छु म आशा गर्छु कि सबैजनालाई अब केही सिक पाएको होला यहाँबाट अनि यस्तो राम्रो लाग्यो भने सब्स्क्राइब गर्नु होला अनि कमेन्ट गर्नु होला पछिको भिडियोमा हामी अनि इङ्ग्लिसकोमै जान्छु अब धेरै जति इङ्ग्लिसमा र आउँछ अनि त्यसको पछि नेपाली त मैले अहिले मिलाउनेहरू धेरै जति भनिसक्यो अनि त्यसको पछि हामीले बिस्तारै गरेर एउटा कापी बनाउने सिकौँ राइट ओके सब्स्क्राइब गर्नु लाइक गर्नु कमेन्ट गर्नु नबिर्सिनु होला त्यतिसम्म राख्छु धन्यवाद सबैजनालाई